हाई एन्ड नमस्ते एभ्रिवान। फर्स्टमा चाहिँ हामीले सल बनाउन सिक्नेछौँ किनकि मेरो मोबाइलको स्टोरेज फुल भएकोले मैले सबै कुरा देखाउन पाएन एकैचोटि। पार्ट 1, 2, 3, 4 मा देखाउने छु। यो चाहिँ पार्ट 2 हो। फर्स्टमा हामी हल्का यो लेसलाई दोबारेर यसरी त्यसको माथि गोल्डन कलरको लेस चढाउँछौँ किनकि हाम्रो भिडियोमा रिक्रिएसनको भिडियोमा चाहिँ यस्तै रहेको छ। हो यसरी चढाउनु होला। जुनसुकै लेस पनि हजुरले यसरी चढाउनु भयो भने एकैचोटि सिलाइ हुन्छ किनकि हामीले 2-3 पटक सिलाउनु पर्दैन। यसको माथिबाट फिनिसिङ पनि राम्रो आउँछ। त्यसैले फर्स्टमा चाहिँ मैले यहाँ गोल्डन लेस नै चढाएँ। त्यसपछि रातो धागो राखेर यहाँ मैले रेड कलरको लेस पनि चढाउँदैछु जुन चाहिँ सदा सौभाग्यवती भव भनेर छ। उल्टो नचढाउनु होला। यसलाई पनि राम्रोसँग राखेर गर्छौँ। तन्काउनु चाहिँ हुँदैन। तन्काउनु भयो भने लेस तलमाथि जान्छ। यो लेस राखिसकेपछि हाम्रो तेस्रो लेस पनि रहेको छ। यसलाई पनि हामी दोबारेर यो सदा सौभाग्यवती भवलाई थोरै च्यापेर राख्छौँ। एक साइडतिर दोबार्न सक्नुहुन्छ। दोबार्नु भयो भने फिनिसिङ चाहिँ राम्रो आउँछ। अब यसको माथिबाट म बिस्तारै लेसलाई सिलाउँदै जान्छु। त्यो सँगै हामीले नेटको कपडालाई पनि समाउनु पर्दछ किनकि नेटको कपडा पनि नखुम्चियोस् जसले फिनिसिङ पनि राम्रो आउँछ। हजुरहरूले यसरी लेस राख्न सक्नुहुन्छ। मैले चाहिँ चारैतिर लेस यसरी स्टिच गर्दैछु। हेर्न सक्नुहुन्छ यस्तो राम्रो लुक्स आइसकेको छ अलरेडी। र मैले सुरुवाल र कुर्ताको स्टिचिङ पनि हजुरलाई पार्ट गरेर सेयर गर्नेछु। फाइनली यो चाहिँ हामीले 3वटा लेस राखिसकेका छौँ। हजुरलाई के कस्तो लाग्यो भिडियो सब्स्क्राइब गर्न नबिर्सनु होला। थ्याङ्क यू फर वाचिङ।